गुड मर्निङ साथीहरू, तपाईँहरू कस्तो हुनुहुन्छ है। तपाईँलाई मेरो भ्लगमा स्वागत छ है। मेरो भ्लगलाई तपाईँहरूले लाइक गरिदिनुहोस् होला, सेयर पनि गरिदिनुहोस् होला, कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होइन। गरिदिनुहोस् भनेर चाहिँ तपाईँहरूलाई मेरो रिक्वेस्ट होइन। आज चाहिँ मेरो दोकान छुट्टी बन्द हो नि त आज त बजार, त्यसले गर्दाखेरि चाहिँ मैले अब यहाँ मेरो घरहरू सफा गरेँ हो। योहरू आज मैले चेन्ज गरेको, म र मेरो भदैनी भएर जो चाहिँ उहाँ चाहिँ क्यामेरा म्यान उहाँले खिच्नु हुँदैछ। दुईजना भएर चाहिँ हामीले यो सार्यौँ होइन। अनि अब म यहाँको यो पनि सिफ्ट गरौँ भनेको नि त कि यसलाई चाहिँ म एक्सचेन्ज गर्छु जग्गा हो। यहाँ अलिकति स्पेस भएन, अब यसलाई म निकाल्ने यहाँबाट यसरी है। यसलाई चाहिँ यता राखेर होइन गर्ने हो। अन्तखेरि यो मेरो प्लान्टहरू पनि छ है, हेर्नुहोस् है। यहाँ पनि छ हो प्लान्टहरू, यता पनि छ। यो चाहिँ मैले अस्ति क्या नयाँ कलेक्सन सानसानो लिएर लगाएको, यहाँ पनि छ हो। अन्तखेरि चाहिँ के भन्ने नि साथीहरू, यहाँ चाहिँ मेरो नि मन्दिर हो, हेर्नुहोस् है। मेरो मन्दिर मैले आज ढिलो ढिलो पूजा गरेँ हो। यहाँ चाहिँ पूजा मन्दिर हो है। हामी त अब भगवान् बाबा पनि मान्छौँ है, आफ्नो कुलहरू पनि मान्छौँ, त्यो चाहिँ हामी भित्र मान्छौँ कुल चाहिँ। यहाँ चाहिँ हामीले स्वामीको हाम्रो मन्दिर छ होइन। मेरो त अब आजको दिन यसरी बित्दैछ, तपाईँहरूको चाहिँ अब कसरी बिताउनु हुँदैछ है। अब मेरो त यहाँ चाहिँ एक दिन दोकान बन्द हुन्छ, त्यसले गर्दाखेरि काम चाहिँ यति बिघ्न हुन्छ, कामै काम, रात परिन्जेलसम्म पनि कामै नै हुन्छ हो। त्यसले गर्दाखेरि चाहिँ यस्तो हुन्छ है। देखिहाल्नु भयो होला सफा साफ सफाइ। हामी यो सार्ने एक्सचेन्ज गरौँ भनेको नि त जग्गा। घरिघरि चाहिँ नि यस्तोहरू चाहिँ नि सार्दै पनि गर्नुपर्छ, जो जग्गा सफा हुन्छ अरे नि त हो। एकै ठाउँ राख्दाखेरि चाहिँ उयो हुन्छ भनेर चाहिँ भन्दैछु है। ल हवस् त साथीहरू, थ्याङ्क यू सो मच। लाइक गरिदिनुहोस् होला मेरो भिडियोहरूलाई, सब्सक्राइब गरिदिनुहोस् होला। बाई बाई।